So hello everyone, welcome back to my YouTube channel. आज चाहिँ तिहारको दिन सो म चाहिँ रेडी भएर जान गइसकेको छु र यहाँदेखि बनेपा जाने हो हामी चाहिँ म दिदीहरूलाई खोजिरहेको दाइहरू आउँदै हुनुहुन्छ तपाईँहरूले मेरो भिडियो लास्टसम्म हेरेर साथ दिनुहोला माया गरिदिनु होला म चाहिँ छटपट भइरहेको छु अहिले साथीहरु बनेपाबाट हामी चाहिँ अटोमा चढेर गयौं नालासम्म फर्स्ट चोटी चढे म चाहिँ सेकेन्ड चोटी चढे यहाँदेखि कटारीमा चाहिँ चढे ओरदोर गरेको यहाँ हेर्न सक्नुहुन्छ झोलाको फोटा अब टिका लगाएको चाहिँ भिडियो बनाउँला बाई बाई अहिलेलाई समाप्त हाम्रो भागेर आउने कार्यक्रम भिडियो खिच्दिन त अठ्याउनु मात्रै म यहाँ 58 सुनिरहेको छु यो त कान्छा ल है हाम्रो तिहार सुरु भयो कृष्ण रे कृष्ण कृष्ण रे यता चाहिँ यता के भन्छ बलराम म यहाँ छु केरा भयो अलिअलि राखौँ न केराहरू यसो थियो ल है उल्टो भयो क्या ल गाइस हाम्रो चाहिँ सामान चाहिँ रेडी भयो हजुर नकर न अहिले त खैदिनु त ए देऊ त है यतातिर हजुर नाकमा झऱ्यो है अनि म त हिजो नि ऊ भएन कि अनि त्यही भएर यता बनेपातिर आएको थिएँ जमन आइसकेको हो र त प्रवीण जमन आइसकेको हो र कान्छालाई ल्याइदियो अब कस्तो राम्रो हुन्छ सिधा धर्का क्या हाम्रो उहाँ सुरेश सरलाई उसको दिदीले है एउटा सुरा किन्दैछ कलरको लाइट चाहिँ टिको देखाएको चिनिस रे के गर्नु र मलाई चिनिस भनेको ल झ्यासे आछ है साँच्ची कसले फोन गरेको थियो कुनै हाम्रो दिदीकै काम होला उताबाट चाहिँ लाइट आउँदो रहेछ ल यसले भिडियो भनेरै मेरो यहाँ जिन्दगी गएको छ है पिटाइ खालास फेरि जुनलाई पनि ठ्याक ठ्याक लान 75 कसको हो त ए उता भनेको म त हेलो म लगाइदिन्छु ल छोरा हातमा माथि पनि त साइडमा गइदिएर दाइहरुमा पर्किँदै
घोस्ने होला हस् के बिल्ला अनि न्युरे है यस साथीहरू हामी चाहिँ फुलमाला लगाएर खाएर अनि यहाँनिर घुम्न आइसक्यौँ अनि टिकटक बनाउने फोटो खिच्ने कार्यक्रम भइरहेछ हाम्रो चाहिँ यो चाहिँ बारीतिर आएर यस्तो ट्याक्कासँगले फोटो भिडियो खिचिरहेछौँ यहाँ हेर्नुहोस् यी म यहीँ साथीहरू अब यहाँबाट भिडियो बनाइसकेर गयौँ अहिले चाहिँ 3-3:30 भयो हामी 12 बजे आयो होइन 1 बजे आयो 2 घन्टा मात्रै हो हामीले रेस्ट गरे दिदी अगाडि आयो अब फेरि एकछिन माथि गएर भोजन होइन भोजन चाहिँ प्राप्त गर्छौँ त्यसपछि हामी फेरि घरतिर जान्छौँ है त साथीहरू गाइस यो मान्छेलाई जति फोटो खिचे नि भिडियो खिचे नि एउटै मन पर्दैन यो खत्तम छ खत्तम यो भिडियो हेरेर कमेन्ट गर्नुहोस् है बाउलाई हो यो बाउलाई मलाई मेरो फोटो खिच्ने कोही छैन जिन्दगीमा हेर्नु तिहार म क्यामेराम्यान भाउजू भाउजूसँग गफ गर्छ अब हामी चाहिँ नाच्न जान्छौँ अब उता म चाहिँ गएन दिदीहरू चाहिँ गइसक्नु म चाहिँ भोलि जान्छु दिदीहरू चाहिँ गइसक्नुभयो साथीहरू अनि सो गाई मेरो साथीको घर त्यो पारिपट्टि हो साथी नै मलाई हेर्न आउनु भएन मलाई हेर्दैछौ भने आई मिस यु नलजाइकन आएको भए हुन्थ्यो मलाई पनि लाज लाग्छ क्या त्यही नै हो अब भोलि अब नाचेको भिडियो बनाउँछु अनि त्यसपछि भोलि उता गएको चाहिँ बनाउँछु बनाउँदिनँ थाहा छैन नाचेकै भिडियो नै एन्ड हुन्छ कि उता गएर नि बनाउँछु सो तपाईँहरूले माया गरिदिनु भएकोमा म धेरै धेरै खुसी छु र यसरी नै माया धेरै धेरै गरिदिनु होला है त साथीहरू अनि म अझै राम्रो भिडियो बनाएर हजुरहरू सामु प्रस्तुत गर्न चाहन्छु सो त्यही भएर सबैजनालाई ह्याप्पी तिहार आज ह्याप्पी तिहार अनि ढिलै भयो नि ह्याप्पी तिहार त्यही नै हो